भनेपछि तिम्रो एउटा मात्र छ बडी काउन्ट साँच्चै त्यो बोयफ्रेन्ड भनेपछि बडी काउन्टै त हो नि अब कस्तो तिमीहरू फेरि किन तिमीहरू हुँदैन नि प्लिज लभ बोयफ्रेन्ड सबैले फिजिकल नेड्स होला मान्छेको फिजिकल नेड्स होला हैन त्यो आफ्नो ठाउँमा छ बट त्यो बडी काउन्ट हुन्छ भन्ने हुँदैन सबैको ओके तपाईको कतिवटा छ मेरो तीनटा छ तीनटा बडी काउन्ट होइन तपाईको त्यसो त तपाईको त धेरै छ उसको चाहिँ धेरै छ सुन मेरो तीनटा गर्लफ्रेन्ड थियो हैन मेरो तीनटा एक्स छ अनि मेरो तीनटा बडी काउन्ट छ नाइस बोयफ्रेन्ड बनाएपछि तिमी त सिक हुन्छ होला अनि बोयफ्रेन्ड पनि सिक हुन्छ अनि सिक भएपछि सब सिक हुने बित्तिकै गरिहाल्नु पर्छ भन्ने पनि हुँदैन नि त ल तिमी सिक ल तिम्रो 1 वर्षको रिलेसनसिप थियो अरे हैन तिमी 3 महिनापछि सिक भयो अरे नाइ मेरो 2 वर्षको रिलेसनसिप थियो 2 वर्षको रिलेसनसिप थियो मेरो ब्रेक भयो इभन हाम्रो त्यहाँ रियल्ली भन्नु पर्दा किस बाहेक केही नि भएन किस चाहिँ भयो तिमीलाई त केटाले छोड्दिएको होला हैन उसलाई मलाई छोडेको होइन तिमीले छोडेको ऊ चिट गरिरहेको थियो मैले थाहा पाओ सिक भएको थियो त्यसैले तिमीलाई चिट गरेको